हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो यो मिनी ब्लगमा। आज मैले बनाउन गइरहेको छु सागको सब्जी। हजुरहरूलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। सुरुमा मैले कराई बसालिसकेपछि मैले आवश्यकता अनुसारको तेल राखेँ। त्यसमा तेल राखिसकेपछि जिरा फुराइसकेपछि मैले त्यसमा राखेँ प्याज खुर्सानीलाई रातो हुँदासम्म गुनिराख्ने। ढेको केही छिनपछि प्याज र खुर्सानी रातो हुँदै जान्छ। अब यसमा आफूलाई जति आवश्यक पर्छ त्यही किसिमको आलुको मात्रा राख्ने र केही आलु राखेर भुटिरहने। आलुलाई लगभग 10-15 मिनट जति पकाउने। जबसम्म आलु पाक्दैन तबसम्म आलुलाई मजासित चलाउँदै पकाउँदै गर्दै रहने। आलु हाफ बोइल भएर रेडी भइसकेको छ। अब यसमा आवश्यकता अनुसारको जिरा, धनियाँ र तोरी पिसेको धुलो राख्ने र राम्रोसित चलाउने। र यसमा अब अलिकति बेसार राख्ने र आफ्नो स्वाद अनुसारको नुन राख्ने। यसरी नुन बेसार राखिसकेपछि आलुको सब्जीलाई मजासित चलाउने र केही बेर पाक्न दिने। यसरी पाकेको केही छिनपछि लगभग 2 मिनटसम्म पकाइसकेपछि यसमा साग राख्नको लागि रेडी भयो। अब यसमा साग राख्न गइरहेको छु साथीहरू। साग राखेर मैले यसलाई राम्रोसँग चलाएँ। केही छिनमा नै साग पाकेर रेडी भइसकेपछि साथीहरू देख्नुहोस् साथीहरू, जब साग पाकेर लपक्क लागेको हुन्छ तब साग पाकेर रेडी हुन्छ र खानको लागि रेडी भयो साग। यसरी बनाएको मैले आलु सागको सब्जी। हजुरहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। साथै लाइक कमेन्ट पनि गर्न नभुल्नुहोला। साथै हजुरहरूले आलु साग कसरी बनाउनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। साथीहरू देख्नुभयो मैले बनाएको साग कति राम्रो भएको छ। वाओ, थ्याङ्क यू साथीहरू, धन्यवाद।